के गर्नुपर्छ प्रहरीको लागि तयारी चाहिँ? सामान्य लिखितहरू गर्नुपर्छ, फिजिकलको लागि फिट हुनुपर्छ। कतिवटा क्वेसन हुन्छ, के हुन्छ, यहीँ आउनुपर्छ कि सुरुमै आफ्नो गाउँबाट हुन्छ कि के हुन्छ? सक्नेले अब सेल्फ स्टडी गरेर पनि सक्छ क्यारे। हजुर, त्यो अब अलि सकिन्न आफूलाई त्यस्तो लाग्छ भने कतिवटा क्वेसनको आन्सर दिनुपर्छ क्वेसन चाहिँ? 50वटा हुन्छ टिक लगाउने हुन्छ क्यारे। अनि त्यो 50वटामा कस्तो खालको क्वेसनहरू हुन्छ? के ल मोटामोटी के क्वेसनहरू सोधिन्छ? सामान्य अब नेपालको बारेमा अब यताउता अनि यो प्रक्रिया गर्न कति महिना लाग्यो तपाईँलाई चाहिँ? पुलिसको लागि त्यही 11-12 महिना। 11-12 तपाईँ कति वर्षको हुनुभयो? म अहिले 21 वर्ष। पढाइ चाहिँ कति चाहिन्छ पढाइ एमा? पढाइ 8 पास। 8 पास। अनि तपाईँहरू कतिजना हुनुहुन्थ्यो, कतिजना सेलेक्ट हुनुभयो? आवेदन दिने त धेरै थियो होला, अब कति थियो थाहा भएन। हजुर, सिलेक्ट चाहिँ अहिले 1800 कति 42 जना त है। हजुर हजुर। 1842। अब अहिले धेरै मान्छेहरू युवाहरू बाहिर जानुहुन्छ होइन, तपाईँहरू नेपालमा के गर्नुपर्छ भनेर नेपालमै जागिर खानु भएको छ। म त एकदम खुसी छु, तपाईँहरूदेखि हामी प्राउड फिल गर्छौँ होइन। तपाईँलाई विदेश जाउँ जस्तो लाग्यो लागेन? विदेशतिर अब त्यही त हो। किन भन्नाले सरकारी जागिरै खाउँ भन्ने त्यो हुन्छ नि, घरबाट हो कि अथवा आफूलाई बच्चैदेखि लागेर कि किन? त्यही आफ्नैले गर्दाखेरि अब बसेर नेपालमै केही गरौँ। नेपालमै गरौँ जस्तो लाग्यो होइन। अब तपाईँहरू छानिनु भयो नि होइन, यसपछि चाहिँ कहाँ हुन्छ तपाईँहरूको यो ट्रेनिङहरू यताउता? नेपालगञ्जमै हुन्छ। कति महिना गर्नुपर्छ? 1 वर्ष। ल दुवैजना भाइहरूलाई धेरै धेरै धन्यवाद है, मैले तपाईँहरूको टाइम लिदिएँ त्यसको लागि सरी। अगाडि एकदम राम्रोसँग अगाडि दिन बितोस् यहाँहरूको। थ्याङ्क यू भाइहरू है।